आजै गरेर तिमीहरूको केही दुब्लाउने होइन स्निकर भइरह ए चराहरू हेर्ने रहेछ कि 근데 컬프렌들은 왜 없어 여기는 있는데 हेलो एभ्रिवान हेलो एभ्री गाइज हैन आज चाहिँ हामी यो कोरियाको सोलको हान नदी प्राय सुनिराखेकै ठाउँ हैन हान नदीको किनारमा आइरहेछौँ हैन यहाँ एउटा ब्लग पनि बनाउने भनेर यहाँ फुल गार्डनहरू एकदम राम्रो छ यो गार्डनहरू सबै अब क्याप्चर भइहाल्छ हेर्नलाई है यो चाहिँ एउटा एकदम कोरियाको अब फेमस ठाउँै हो अब यहाँ आएको छौँ लेट्स सी के छ हैन ब्लगमा अब हामी हेर्छौँ है त जे छ म क्याप्चर गरिहाल्छु लेट्स गो गाइज I saw you standing by the willow tree. Your laughter danced like ripples on the sea. The world stood still, the sky leaned down to see. And I wonder if you feel it too. This spark, this light, this something new. Like flowers blooming in spring, your smile makes everything seem. The air feels warmer, the days stretch wide, with you by my side. The grass was gold beneath our wandering feet. Your hand in mine, the moment felt complete. Each step a heartbeat, every glance a treat. And I wonder if this could be the start of something wild and free. Like flowers blooming in spring, your smile makes everything sing. The air feels warmer, the days stretch wide, with you by my side. फुलाई फुलको बगैँचामा मेरी माया शरमै लाउने पिरती नै गाँसौ आज फुलाई फुलको बगैँचामा मेरी माया शरमै लाउने यहाँको हान नदीमा चाहिँ यो हुने रहेछ ल यो हाँसहरूको प्रजातिहरू छ है यो देख्न पाइन्छ कि अहिले बाटोमा हेर्दै जाउँ है त हामी किन चढ्दैनौँ हामी भन्दाखेरि चाहिँ हामी चढ्यौँ भने फेरि ओर्लिन सक्दिनौँ भन्दा नि गाह्रो हुन्छ कि एकदम फेरि भोलि काम गर्नलाई खुट्टा दुखेर त्यही भएर हामी चाहिँ आज तलै मात्र हिँड्छौँ चाहिँ गाइस यहाँ बसेर आराम गर्दैछौँ हैन बुढाबुढी
यस्तो राम्रो ठाउँ बनाइदिएको छ है यो नदीको प्रत्येक किनारामा साइक्लिङ गर्नेदेखि लिएर सबै साइक्लिङको लागि एकदम राम्रो सानचेक मर्निङ वाकहरूको लागि उयोहरूको लागि है त्यो माथि पनि हेर्नु उयो रहेछ डाँडा टुप्पोमा हाम्रो नजिक पनि यस्तो भएको यसले भ्याउँछ कति साइकलहरू आउँछ यो डाँडाको टुप्पोमा भएको छ नि यो टुप्पोमा भएको पनि ट्रेकिङ गएर माथिबाट त्यहाँबाट सौलको भ्यू हेर्ने रहेछ हामी छौँ हान नदीको किनारमा हान नदीको किनारमा हामी चाहिँ बसेर यहाँ सिन हेरिरहेको छौँ सिन त हेर्दैछौँ सिनै छैन मनको कुराकोलाई भन्नु मन छ भन्नु कि नभन्नु यहाँ हाम्रो स्निकर खाने काम भइरहेछ स्निकर भइरहेको ए तागत दिने काम अब यहाँ स्निकर होइन हान नदीको किनारमा स्निकर छौँ अहिले एक प्रकारको एनर्जी दिन्छ हो राम्रो एनर्जी दिन्छ दुर्पिन राखिदिएको रहेछ होइन ल हेर त त्यहाँ के देख्दो रहेछ यहाँ दुर्पिनमा के देख्छ ऊ त्यो बिल्डिङहरू होला त्यसलाई यसरी सार न तल ए उहाँ चढेर ल यी होचो मान्छेलाई यस्तो नि राख्दो रहेछ ल के देख्छ अनि भन है यहाँ हाँसहरू डुलिरहेको त नि ल गाइज म नि हेर्छु है त कस्तो रहेछ पानीको ए चराहरू हेर्ने रहेछ कि ल दुर्बिन हेऱ्यौ तिमीले यहाँ एक्सर्साइज गर्ने रे एक्सर्साइजहरू यस्तो राखिदिएको छ है यो नेपालमा पनि जता पनि राखिदिने भयो कति एक्सर्साइज हुन्थ्यो होला बुढाबुढीहरू सबै बुढापाकाहरूले गरिरहनु उसले म साइकल कुदाउन थाल्यो त्यसरी नै हो साइक्लिङ नै हो सबैले एक्सर्साइज गरिरह हाम्रोमा त्यसरी राखिदिने भयो है यसो बुढाबुढीहरूलाई ओल्ड उमेर पुगेको मानिसहरूलाई कति हेल्प हुन्थ्यो हेल्थको लागि स्वास्थ्यको लागि कम्मरको आजै गरेर तिमीहरूको केही दुब्लाउने होइन जाउँ एउटा नेपालको सरकारलाई पनि मेरो सानो अनुरोध नेपालको पनि विभिन्न ठाउँहरूमा यस्तै पार्कहरूमा नदी हान रिभर हो होइन यिनीहरूको हानगाङ भन्छन् हान रिभरमा हामी हिँडिरहेछौँ बुढाबुढी बुढी पछाडि चाहिँ म यहाँ छु पुरै रिफ्रेसिङ भइरहेछ होइन हाम्रो यत्रो दिन काम गरेर ह्याङ भयो भने त दिमाग शरीर सबै फुल रिफ्रेसमेन्ट भइरहेछ कुल भइरह तर के गर्नु जानुपर्छ टाढा छ हामी फर्किनुपर्छ क्या फेरि बिस्तारै फर्किन्छौँ बलियो भएर आयो
अहिले चाहिँ हामी सौलको माथि हानगाङको पनि माथि मेन रोडमा छौँ। अहिले हामी फेरि त्यहीँबाट यहाँबाट निक्लिँदा नि भयो, त्यहाँबाट झर्दा नि भयो। मेन हानगाङको माथि मेन रोडमा छौँ, सौलको माथि भनौँ न। अघि हामी नदीमा थियौँ, मुनि थियौँ, अहिले हामी माथि आएको छौँ टपमा। लेट्स सी है त टपको भ्यू कस्तो छ। साथीहरू हामी कहाँ गएको मान्छे, हामी कहाँ आइपुग्यौँ। फुलै फुलको संसारमा मेरी माया घुमघाम भो साह्रै रमाइलो माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात यो साइकलहरू छन् यिनीहरू चाहिँ सबै डिजिटल लकिङ हुन्छ, अनलक गरेर कुदाउन पाइन्छ। इलेक्ट्रिक हुन्छ, सबै इलेक्ट्रिक साइकलहरू राख्दै हुन्छ यहाँ। ट्रेन स्टेसन बाहिर प्रायः यसरी राख्दै हुन्छ साइकलहरू सबै होइन, युज गर्न सकिन्छ कि। लक सिस्टम एप डाउनलोड गर्नुपर्छ, काकाउको एप हुन्छ, त्यो एप डाउनलोड गरेपछि त्यो एपबाट चल्छ। अनि आफू जहाँ गयो त्यहीँ छोडिदिँदा हुन्छ क्या, लगेर फेरि त्यहीँ लग्ने छोडिदिने, कसैले लाँदैन, हराउँदैन, केही पनि हुन्न। प्रायः प्रत्येक ठाउँमा राख्दै हुन्छ ट्रेन स्टेसनको मुनि है त गाइज। ल यो एउटा इन्फर्मेसन अरे के मा चाहिँ यो छ नि, गाडीको कार्डहरू रिचार्ज गर्न सकिन्छ, ल्याङ्ग्वेजहरू पनि छान्न सकिन्छ। मेरो चाहिँ मोबाइलबाटै पेमेन्ट गर्छु म, त्यही भएर मैले कार्ड बनाइरहनु पर्दैन। अहिले उता त्यो मिसिन होला नि निकाल्नु। फिर्ता कहाँ आयो? फिर्ता आयो? ल खोपी खेल्नुपर्छ गाउँमा गएर। यस्तरी म लास्टै खेल्थेँ पहिला, यस्तरी त्यो पालमा त्यो एउटा फलामकोले चाहिँ हान्ने हुन्थ्यो। म लास्टै खेल्थेँ कि एकदम त्यो 우리 그 애기 이거 걔가 뺏겼어. 아니 근데 걸프렌드는 왜 없어? 여기는 있는데. 아니 그러면 해줘. 이게 해줘야지. 있어요. 네팔에서 있어요. 여기 네팔에? 없어요. 아 그럼 통화는 자주 해? 화상 통화? 맞아요. 화상 통화 계속해요. 정말. ल गाइज अब यस्तै हो है। भाउजूले पनि बुझ्नु नदीमा गएर आयो। भाउजूले बुझ्नु है। हाम्रो क्यामेरा चाहिँ कुदेन दाइलाई मन पर्यो अरे। क्यामेरा मन पर्यो भन्दैछ बुढोले। बुझ्नुहुन्छ हो। जुस खाना आइहाल्छ है, यो उखुको जुस अरे, उखुको जुस खाना आइएको छ। सक्दिनँ कि अब लगभग नदी पुगेर आइयो सियोलमा। वासिङटनमा पनि अब अघि होइन थाक्यो यार, यो डुल्नु पनि खै अब के डुल्यो थाक्यो है। गाइज गफ गर्दैछन्। ठिक छ ठिक छ, राम्रो छ। हिन्दू रह्यो। हेलो, हामी चाहिँ सौलको घुमघामपछि यहाँ मिठो पाइन्छ जुसहरू। म चाहिँ नरिवलको जुस खाँदैछु, दाइहरू चाहिँ उखुको जुस खाँदै हुनुहुन्छ। कस्तो मिठो छ, रमाइलो भयो आजको दिन पनि, इन्जोय गरौँ। कस्तो मिठो हो। हामी फेरि नेक्स्टचोटि नेक्स्ट ठाउँतिर गइहाल्छौँ होइन। ल गाइज अब के गर्ने, यस्तै छ। भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गर्न नबिर्स्यौँ। साथीहरू यो उखुको जुस चाहिँ हाम्रो धरानमा, हामी धरानदेखिको इटरी जाँदाखेरि बिच बाटोमा राखेको हुन्छ होइन। टक्क त्यहाँनिर सेम टेस्ट हो। त्यहाँनिर चाहिँ अलिकति बिर्यानी टक्क हालिदिनु हुन्थ्यो होइन। अनि कस्तो मिठो, सेम टु सेम त्यस्तै टेस्ट छ, यस्तो मिठो छ। तपाईँहरूलाई पनि खानु मन लाग्यो भने हाम्रो यो खुम्चान बजारमा आउनु होला। तान्दै गयो बोल्दा बोल्दै।
सिउ ल नेक्स्ट भिडियो है मन पराइदिनु ल भिडियो बाई बाई